क्यान्सर हस्पिटल छ, 5 स्टार होटल छ, त्यहाँ रोजगारी दिएको छु, बिहार बुझाएको छु, स्कुल छ। मैले समयमा ब्याज बुझाइदिएको छैन, मैले फेरि पैसा लिँदैन भने कसले पैसा लिन्छ र ब्याङ्क चल्छ? जीवी भगाउने उयो जीवीको उहाँ 1000 करोड लगानी छ, जीवीलाई त मलेसियामा गएर भेटेको। पर्खिनुहोस् न, अब फिल्म आउँदैछ, बालेन रवि कुलमानहरू बाँध्नेवाला छैनन् क्या? बालेन रवि कुलमानको भविष्य यहाँ छ, यहाँ यो कुरा तपाईहरु क्लियर हुनुहोस्। कोही पनि कतिलाई छैन। त्यसले गर्दाखेरि देशले के खोजेको छ आज थाहा छ? देशको माटो सुहाउँदो नेता खोजेको छ। ती हातहरुमा गोबर र माटो बनाउने नेता खोजेको छ। नेता सर्वहारा गरेर वर्ग भुइँ मान्छे र उत्पीडन वर्गको मुक्तिको लागि लड्ने मान्छे चाहिएको छ हामीलाई। कुरा बुझ्नु हो के? त्यसले गर्दाखेरि तपाईहरुलाई म एउटा कुरा के भन्छु भने मैले सुशीला कार्कीजीलाई पनि भने, उहाँले पनि मलाई भित्र लगेर के भन्नुभयो थाहा छ? म फेरि सत्य बोल्ने मान्छे, लास्ट दिन वार्ता गरेँ म भित्र गएको थिएँ नि देवी भाइ, भित्र लगिदिन् नि बुढिया मैले। मलाई के भन्नुभयो थाहा छ? बाबु म पनि 2-4 दिनमा म इन्डिया जान्छु, उतैबाट जान्छु, यो वार्ताबाट पार लाग्दैन, तपाईँले आन्दोलन गर्नुहोस्। यो मेमोरियल र यो जगदीश खरेलले बारबरा फाउन्डेसन गरेका छन्। यिनले नै दिँदैनन् जनमत संग्रह हुन भने, यिनले नै दिँदैनन् जनमत संग्रह हुन। मैले के भनेको थियो? 65-63 को जनआन्दोलनको म्यान्डेट भनेको हिन्दू धर्मनिरपेक्ष थिएन। संघीयता हामीलाई देशमा भारी भयो, संघीयता थिएन, ल्याउने राज संस्था फ्याँक्ने थिएन। यो 3टा कुरामा र नमिलेका कुरामा चाहिँ नि जनमत संग्रह गरौँ। अन्तिम विकल्प जनमत संग्रह पनि हुन सक्छ, आन्दोलन भएन भने भनेर म गएँ। उहाँले के भन्नुभयो? तपाईको आन्दोलन तपाईको माग एकदम चाहियो। मैले उहाँलाई के भने भने प्रधानमन्त्रीज्यू के भन्नुहुँदो रहेछ भनेर, मैले तपाईँ राष्ट्रपति हुनुहोस् न त एकपल्ट, होइन हामी सहयोग गर्छौँ भनेर भन्दाखेरि उहाँले के भन्नु? म प्रधानमन्त्री भइसकेँ, प्रधान न्यायाधीश भइसकेँ, मलाई राष्ट्रपति हुन्छ, नारायण नीतिमा चाहिँ राजै सुहाउँछ भन्नुभयो उहाँले। र यो जनमत संग्रह गरौँ होइन भनेर पहिलो 1-to-1 वार्तामा भन्नुभयो। जनमत संग्रह हुन्छ होला भनेर उत्साही भएर गइयो। सोमबारको दिन त्यो मङ्गलबार बुधबार बिहिबारको दिन वार्तामा त भित्र गएर के भन्नुहुन्छ थाहा छ? खङचन गर्दै भित्र ल्याएर यिनले गर्न दिँदैनन्। मेरा छोराछोरी उही लन्डनमा मार्ने रहेछन्, पश्चिमाले खाइसकेको छ देश, दुर्गा भाइ म के गर्नु भन्छ। अनि त्यहाँबाट मेरा साथीहरू के भन्छन् थाहा छ? मैले वार्ता चाहिँ गर्नुपर्छ। ए बाबा मेरो पनि एउटा कुरो के थियो भने रणनीति थियो क्या। मेरो पनि रणनीति के हो भने बुझौँ न त, भित्रसम्म पुगौँ न त। आन्तरिक केही छैन यिनीहरूको, केही छैन। यिनीहरूलाई पुलिसले पनि साथ दिँदैन, आर्मीले पनि साथ दिँदैन। पुलिसका एजेन्डा त हामीसँग छन्, पुलिसका श्रीमतीका एजेन्डा हामीसँग छन्। के कुरा गर्नुहुन्छ? लघुवित्त र सहकारीले के हालत पर्छ? एउटा पुलिसको सिपाहीले आज राम्ररी त्यो मान्छेको तलबले मोमो खान पुग्दैन महिनाभरि। हामीलाई थाहा छैन? नेपाली सेनाहरूको आज हालतको फास्ट ट्र्याकको कारणले के भएको छ थाहा छ? सिंहदरबारमा लगेर कसैले कसैको कुरा नटेरेको फास्ट ट्र्याकको कारणले। नेपाली सेनाले पनि अस्वस्थ बेला आएको छ। नेपाली सेनाले अब पनि हामीलाई साथ दिएन, भने यो नेपाली सेनाको के काम? क्युएनमा जाने मात्रै काम, अनि ठेकापट्टा गर्ने मात्रै काम? काम ल भन्नुहोस् न तपाईँहरू। हाम्रा प्यारा राजा रानी मर्दा पनि बोल्दैन, काम लागेन। सिमाना मित्ता पनि काम लागेन, सिंहदरबारमा आगो लाग्दा पनि काम लागेन। हामी पीडित भयौँ, हामीलाई सकको विदेशीले सक्ने भए, दलाल आयो भने पनि हामीलाई साथ दिँदैन भनेदेखि हामीलाई किन चाहियो? त्यसले गर्दाखेरि नेपाली सेनाले पनि अब सोच्ने दिन आएको छ। म नेपाली सेनालाई यही भन्छु, म राजालाई पनि एउटा कुरा के भन्छु भने, सरकारलाई पनि म के भन्छु भने बिन्ती गर्छु, हामीलाई तपाईको साथ चाहिएको छ।
कमसेकम बाटोमा तपाईँ आउन मिल्दैन भने भारत सरकार तपाईँले पठाइदिनुहोस्। त्यो आन्दोलन एउटा जनताको पर्छ। हामीलाई साथ दिनुहोस्, आइदिनुहोस्। भारत सरकार आउँदा पनि हुन्छ, हिमाली सरकार आउँदा पनि हुन्छ। पिँढीको एक हिस्सा बन्दिँदा त भयो। राजाको हैसियतले नआउँ, यहाँ कतिलाई राजा मन नपर्ला। एउटा भिडको हिस्सा उहाँलाई पनि त पढेको होला नि। पिँढी त आउँदा त भयो नि त। के हो साथी, हो कि आन्दोलनमा त सबै आउँदा र आज राष्ट्र रोइरहेछ, नेपाली जनता रोइरहेछ, तपाईँको आवश्यकता घड्किरहेछ। त्यसले गर्दाखेरि तपाईँ पनि आन्दोलनमा आइदिनुहोस्, हामीलाई सहयोग गर्नुहोस् भन्छु म राज परिवार राजाहरूलाई पनि। रह्यो कुरा हामीले आन्दोलन, तपाईँहरूले अस्ति आन्दोलन आन्दोलन भन्नुभयो नि, यो जेएनजी आन्दोलन 2022 देखि प्लान गरेको थियो। 2022 देखि प्लान गरेको थियो। त्यतिकै उत्साह आएको थिएन, यो मलाई सबै कुरा थाहा थियो। तर तपाईँहरू मोहरा हुनुभयो, भयो कि भएन? अनि यो कुरो कसैले बोल्न सक्यो? कसैले बोल्न सकेन। मैले आजभन्दा 2 वर्ष अगाडिदेखि भनेको बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन् भनेर भनेको थियो। आज कम्बोडिया काण्ड त मैले खोलिसकेछ। अब एउटा कुरा, कम्बोडिया काण्ड त हेर्नुहोस् भाइ, देशको प्रधानमन्त्री हुँदाखेरि तिमीले भ्रष्टाचार गर्यो भनेर भ्रष्टाचारीको फाइल, प्रधानमन्त्रीको फाइल खोल्ने एउटा मुटु भएको मान्छे पुरानो हो। तपाईँलाई भन्छु त, यो 23 र 24 गतेको घटना पछाडि मलाई आर्मीले बोलाएको थियो। नेपाल आर्मीले मलाई त्यतिखेर प्रधानमन्त्री हुनु भनेको थियो। म प्रधानमन्त्री भएको थिएँ भने नि यी भ्रष्टाचारलाई पाटाको डोरीले बाँधेर घिसार्दै घिसार्दै कहाँको गाडीमा हालेर घिसार्दै घिसार्दै ल्याएर नि यिनीहरूलाई मेरो कागज देखाउँथे। भ्रष्टाचार गर्दाखेरि कस्तो हुन्छ। आज तिमीहरूले भ्रष्टाचार गरेका कारणले के भएको छ थाहा छ? हाम्रा चेलीबेटीहरू आज 8 देखि 10 लाख चेलीबेटीहरूले बेचिनु परेको छ। कुरा बुझ्नुभएको छ कि? एउटा नेपाल आज बम्बईको कोठीबाट आँखाबाट आँसु झारेर नेपालतिर फर्केको नेपाल छ। त्यो नेपाली चेलीहरू के भन्छन् थाहा छ? यो देश विकास भयो भने हामीले बेचिनु पर्दैन भनेर रोइराखेको नेपाल छ। त्यो नेपाललाई त्यो नेपालसँग जोड्ने नेता चाहिएको छ क्या? यहाँ नेता लिडर चाहिएको छ। खै सुशीला कार्कीले भनेको होइन, भ्रष्टाचारलाई 5 दिनमा कारबाही गर्छु भनेर भने होइन? मैले अस्ति वार्तामा के भने तपाईँलाई थाहा छ? यहाँ हुनुहुन्छ बसमा वार्तामा जानुभएको। ए प्रधानमन्त्रीज्यू, तपाईँ त 5 दिनमा गर्छु भनेर भन्नुहुन्थ्यो त। भन्दाखेरि के भन्नुभयो? पक्रेर ल्याएर थुन्छु भन्नुभयो त भनेर भन्दाखेरि के भन्नुहुन्छ थाहा छ? खुस्स भयो, गाह्रो रहेछ। त्यस्तो गाह्रो छ भने किन बस्नुभएको भनेर यहाँ हाम्रो सुशील बरालले भने फेरि राजीनामा दिनुहोस् भनेपछि अहिले मैले राजीनामा दिएपछि भेकम हुँदैन, खाली हुँदैन भन्छ। फेरि षड्यन्त्र भयो त्यही हो होइन भनेपछि मैले भन्न सिंहदरबारमा आगो लगाउने टिमै हो नि त्यो। सर्वोच्चमा आगो लगाउने टिम हो। 75 जना बच्चा मराउने, बाटा बनाउने टिम त्यो हो। पुरानो दल जति अपराधी भयो नि त्यति नै अपराधी यी पनि हुन्। हिजो नेपाली जनता कहाँ थिए तपाईँलाई थाहा छ? तावामा थिए, तावामा घटपटाउँदै थिए। आज नेपाली जनता नि आगोमा झरेको छ, भुग्रोमा झरेको छ। त्यो भुग्रोबाट नेपाली जनतालाई नि शान्ति दिनको लागि अब हाम्रो अभियानले आन्दोलन गरेर आजदेखि हामीले वार्ता पनि तोडेका छौँ। अब हामी यो सरकारसँग वार्ता गर्न जान्छौँ। हामीले के सोच्यौँ? लघु वित्तको, सहकारीको, ब्ल्याक लिस्टको कमसेकम त्यति भए पनि मिना गरिदेऊ। ब्ल्याक लिस्ट भए पनि खोलिदेऊ। 6 लाख मान्छे ब्ल्याक लिस्टमा परे। त्यो ब्ल्याक लिन भनेको त प्रधानमन्त्रीले के गर्ने हो नि? एक्जिक्युटिभ पावर एक्सर्साइज गरेर क्याबिनेटमा पास गरेर अब यो साल क्याबिनेट खोलिदिउँ भनेर भन्ने हो नि। धनी पूर्जा त ती ब्याङ्कमा थियो। ब्ल्याक लिस्टमा चाहिँ खोलिदेऊ न भनेर त्यत्रो आइडिया दिँदा पनि नि त्यो त गर्नै सकिँदैन। विज्ञलाई सोध्नुपर्छ अरे। विज्ञलाई सोध्यो भने नि 22 गते हामीले यही दिन भाद्र 22 गते पत्रकार सम्मेलन गरेर
नेपाली युवाहरूलाई सडक सङ्घर्षमा उत्रिन आह्वान गरेका थियौँ र आज यो नेपालको नवोदित पुस्ताले विद्रोह आह्वान गरेको र विद्रोह सफल भएको 4 महिना पुग्न लाग्दाखेरि 4 महिना पुग्दा समेत पनि यो मुलुक अझै छटपटाटको अवस्थामा अझै पनि मुलुकवासीहरू विश्वस्त हुन सकिरहेका छैनन्। यो देशमा के हुने हो, यो देश कसले चलाइरहेको छ भन्ने कौतूहलताको बीच यो देश गुज्रिरहेको छ र आज नेपाली जनताहरू आश्वस्त हुने अवस्था छैन। यो देश कहाँबाट चलेको छ, यो देशलाई कता लैजान खोजिरहेको छ। अस्ति त्यति धेरै मानिसहरूले रगत बगाइसकेपछि त्यो बगाएको रगतको मूल्य यो देशले न्याय दिन्छ कि दिँदैन? अहिले पनि यहाँ घाइते रहनु भएको छ, अङ्गभङ्ग भएका साथीहरूले न्याय गर्नुपर्ने गर्छ नि गर्दैनन्। र यो देशमा पछिल्लो 3 दशक यता कुशासन र भ्रष्टाचारको दलदलमा फँसेका नेपालीहरू, बेरोजगारी भ्रष्टाचारबाट चाहिँ पिल्सेका नेपालीहरू कहिलेबाट उन्मुक्त भएर एउटा उन्नत नेपालको स्वाभिमानी नागरिक बन्छन् भन्ने अवस्था अझै पनि यकिन हुन सकिरहेको छैन। त्यो नहुनुको पछाडि जसरी नेपालको नयाँ पुस्ताले विद्रोह सम्पन्न गर्यो र त्यो विद्रोहभन्दा बाहिर देश हिँड्दाखेरि आज यो विषम परिस्थिति सिर्जना भइरहेको छ र जसरी अवैध तवरले सत्ता कु गरेर सुशीला कार्कीहरूले सत्ता कब्जा गरे, हामीले त 23 गते पवित्र उद्देश्यका साथ बरु हामीले गोली खाएका थियौँ तर कुनै तोडफोड आयोजना भएको थिएन 23 गते। तर 24 गते योजनाबद्ध रूपमा सुशीला कार्कीहरूले सिंहदरबार जलाए। आज 23 सिंहदरबार जलाएर राज्य विद्याको अवस्था सिर्जना गरेर के बस्न उहाँले व्यक्तिलाई दिन्छ कि दिँदैन भन्ने कुरा नेपाली जनताले प्रश्न गरेका छन्। र अब हामी सबै यो देश जेएनयूको मात्र होइन, यो सबै नेपालीहरूको देश हो। सबै देशवासीहरू एक ठाउँमा आएर यो राष्ट्रलाई सङ्कट मोचन गर्नुपर्छ भनेर हामी अझ यो दायरालाई प्रागिलो बनाउँदै निरन्तर रूपमा हामी एकताबद्ध हुँदै अगाडि बढिरहेका छौँ। अहिले प्रमुख त अब पहिलो हाम्रो धर्म सङ्घर्ष मार्फत यो सरकारलाई रिप्लेस गर्ने, सर्वपक्षीय सरकार निर्माण गर्ने, त्यसैले मुलुकमा संविधान पुनर्लेखन गरेर राजनीतिक र संवैधानिक तवरले यो राष्ट्र सङ्कट मोचन हुन्छ भन्ने विश्वासका साथ हामी सबै एकताबद्ध भएर सङ्घर्षमा जाँदैछौँ। आज जसरी सुशील बरालजीले यसको चाहिँ संयोजन गर्नुभयो, सबैले एक ठाउँमा ल्याउने प्रयत्न गर्नुभयो, उहाँलाई धन्यवाद दिन चाहन्छु। दुर्गा दाई एवं आफ्नो क्षेत्रका दिग्गज व्यक्तिहरू हुनुहुन्छ, निरन्तर उहाँहरूले उत्पीडित जनताको पक्षमा यो देशको सुशासन होस् भनेर लड्नु भएको छ र हामी सबै एक ठाउँमा आएका छौँ। र यो पुस 27 गते पृथ्वी जयन्ती छ, यो राष्ट्रिय एकता दिवस छ। देशभरि म सबै नेपालीहरूलाई सडकमा आउन र त्यो एउटा भिक्ट्री परेडको सहभागी भएर एकताको सन्देश दिन र नेपालीहरूले जिते अब नेपालीत्व यो देशको निर्णायकको नेपालीको हातमा छ भन्ने सन्देश दिने गरेर अगाडि बढ्न अपिल गर्न चाहन्छु। र हामी सँगसँगै अगाडि बढेर जेएनजी विद्रोहका क्रममा उठेको मुद्दा, यो राष्ट्रमा थप असन्तुष्ट पक्ष जो मोनार्कीको कुरा गरिरहेको छ, जो सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने छ, अथवा जति पनि असन्तुष्ट पक्ष छन् एउटा टेबलमा आएर अब यो राष्ट्रलाई विकास दिनुपर्ने बेला भएको छ। त्यसैको दिशामा सबै हामी अगाडि बढ्नुपर्छ। धन्यवाद। ग्लोबल नेपालका अध्यक्ष अमृत लामाज्यूलाई म निवेदन